नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा उपस्थित सम्पूर्णमा हार्दिक स्वागत गर्दै म कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। एकचोटि पार्टी सभापतिज्यू र वरिष्ठ नेता एवं प्रधानमन्त्रीज्यूलाई जोरदार तालीका साथ स्वागत गरौं। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनमा सभापतित्व यो उद्घाटन सत्रको सभापतित्व गरिदिनु हुन पार्टी सभापति आदरणीय रवि लामिछानेज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी पार्टीका